यहाँ एक दिन यहाँ परबाट चाहिँ बोट पनि पाउँछ भन्दैछ नानीले। बोट पाउँदो रहेछ परबाट। अब हेरौँ बोटबाट पारि जाने कोसिस गर्छौँ हामी के कस्तो हुँदो रहेछ। बोटको पनि अब एक्सपिरियन्स लिइहाल्नु। चित्रवती खोलामा अहिले बोटको पनि एउटा हामी मजा लिँदैछ। साईराम हजुरहरूलाई चाहिँ अब यहाँ टाइम म्यानेजमेन्ट सिक्नु छ भने चाहिँ प्रशान्ति निलाम चाहिँ एकदम राइट प्लेस रहेछ टाइम म्यानेजमेन्ट टाइम सिक्नुको लागि। यहाँनिर आएर मैले हिजो हेरेँ, अब हामी हिजो ढिलो आइपुगेको थियो र 8:30 चाहिँ करेक्ट टाइम जब चाहिँ 8:30बाट चाहिँ यो सब क्यान्टिनहरू बन्द हुँदैछ भित्र खानेहरू र फेरि 8:30बाट हामी त्यहाँ नपाएर हामी बाहिर गयो लन्च डिनर गर्नु र त्यतिखेर पनि बाहिरबाट पनि भित्र एन्ट्री टक्कै 9 o'clock भनेपछि 9 o'clockमा एन्ट्री हुनु पऱ्यो हो। त्योभन्दा ढिलो आयो भने चाहिँ रातभरि भयो र यहाँ चाहिँ टाइम म्यानेजमेन्ट चाहिँ एकदम दामी रहेछ हो। हेल्दी पनि अब हिँड्नु पनि हामी पुरा हिँड्नुपर्छ तर राम्रो लाग्यो मलाई। साईराम।